ल ल ए रक्के रक्की भने गिल्ला रक्के रक्के चलो हा कहाँ गयो त्यही बाहिर थियो अयो म यता हेर्छु दाइ तारेर खानु पर्यो नि यार भाउजू मासु यार कहाँ कहाँ यो नि होइन कहिले तार्ने अरे रात आफ्नै हो यार त्यो फाल्टो दिस एउटा आठ बन्दको रात भ्याउनु अरे उडे चैत बस्यो रक्के बन्द गर्दै यो आगो ठोस्छ त त्यो दौरो तली ठोस्छ बोलायो मैले तली सुन्छ कि नै त्यो दौरो ठोस्छ न ठोस्यो भने भाउजू त्यो हो त्यो क्या दियो भने त यो हड्डी म त सुत्तो हाम्रो सबै घरका परिवार आएर दिने मम्मी 8 जना हुने त्यसलाई चाहिँ यति चुला हाल्छ हाम्रो सबै 8 त्यो त उसको मासु मात्र हो यो पाक्ने लाई त्यो मासु धेरै रहेछ है धेरै राम्रो रहेछ दाइ हाम्रो सबै हल्दी हाले नि तर हामीले धेरै गलत गर्यौ नि केही यो नकाट्नु पर्ने हो यो को यो केही काट्नु नै यो ठुलो काट्नु पर्ने हो खायो भने आउनु पर्यो खायो भने आउनु ठुलो यहीको मासु कम हेउ कपाल खाऊ खासी छैन हैन यो को हो बडु उ बाहिर नै झ्याल्ट्या मात्रै हो रुमाको उपाय पर्दा यो ठुलो हुने थियो यो ठुलो पनि हो आफुमा उपाय गर्ने हैन मेरो पनि गाड्ने मन थियो हो बुझ्नु 10-15 मिनेट ओ न त्यति धेरै हो भने फेरि त म के हुन्छ त सान्न चाहिँ क्या हो घर राँगा मासुले खाँदो हुन्छ म खान्छ कचोटि खायो तर त्यो कसले कसै थाहै छैन घरले खाँदो अरे ओटाकुरी पाइदिए हेर कचोटि परे सुगटी आने बेला 2-3 चोटि आने बेला के माग्यो झुट बोल्छु त अब अरूले भाइ लागा नि अरे पर ऊ हन त मेरो त्यो झिल्के बल्ल मात्दैन हो क्या बल्ल रागा काट्छ त्यो ए लिएको भए उता 4-5 दिन बस्यो भने त आनीले खाएन जंगली हो जंगली एकचोटि कहाँ हजुरले खाइसेन बुवाले खाएन कसले खाएन उही बेला यति अनि कहिले फल्क्यापछि पकाएन उही बेला फ्रेस बना उही चुटी त हाउरा क्याप भयो अझै तैले कापेली खाइ के मासु पकायो यसले बोइल गर्नुपर्छ भाइ पितास बोइल पितास पकायो बोइल गरेर अनि के हो कसको लागि को लागि उपजले सालीको लागि त्यो हालेर बोलट हालेर दामी हुन्छ ससुरा यो खै यो बोइल नगरे त यो बास्ना आउँछ नि मजा आउँदैन फर्स्टमा बोइल गरेर फ्राई एक थाल यहाँ मासु खुर्सानी हाल्छ न यहाँ त खुर्सानी हाल्यो यार परे हरियो खुर्सानी काटेर दिन्छ त यहाँ त खुर्सानी हालेन ल हाल्छौ यहाँबाट अलिकति हाल्छु अघि नै भुट्नु पर्ने धेरै नहाल्छौ नै पछि हाल्दा नि राम्रो हुन्छ त्यो पिनी तेलमा हाल्यो क्या नै त्यतिको हाल्छ नि राम्रो हुँदा होला 2-4 भित्ता जस्तो झल्किएन नि त्यो हाल्यो न हुँदो पिसाएको खुर्सानी हालेन नहाल्यो पनि हुँदैन त्यो हाल्छ न हल्का पिरो होला हाल्छु न 2-3 पिस हाल्छु खुर्सानी नहालेर के ओ त्यो तेलमा भइहाल्छ कि खुर्सानी उ भयो लागिहाल्छ ल ठिक छ अब राड त्यसो लाग्छ मासुमा यसो खुर्सानी राम्रो देख्छ लाग्छ अब यसलाई त पर्न लाग्छ नि के पनि खानु होला अहिले आज जे खाने खाने दाइ बल्दो बाटो रातहरू त्यहाँ नि आइजा भोन तर अवस्था पाइगयो त्यो अब अर्कोचोटि मारु ल त्यहाँ नि आइमा नहुला त मेरो लाग्यो नि पुरा यो सब मारानीको हो नि त कालीको लागि मेरो लाग्यो कि यो सब यी सबमा यता हड्डीहरूको लागि बुढो पाठो मार्यो क्या अन्त मास्यो मेरो भदै हालेको हुन्छु यो भदै हाल्यो उयो बाटो हुन्छु नाइ म यो मात्र खाने हो यो मात्र खाने हो त्यो भइहाल्छ मामा एकछिनमा भइहाल्छ आफै चाबी बाबुले पनि पार्छ यो साइड लगाउँछ के भयो बत्ती के हाल्नु आजसम्म नि बत्ती नि आएको यस्तो तार छु नि मम्मी म मस्त बनाउँछ नुन खुर्सानी लाइसिँदैन आमा अरे त्यो लाउँला नि भाउजू तेलमा तारेर फुबाजीले मेरो नाम कसरी थाहा पाइसक्यो मेरो नाम कसरी थाहा अघि पाइसक्यो भने होइन त्यहाँ दिपना 10 चोटि भन्दी दिज जनाउनी पठाइदेऊ रुपियाँ नै अघि आउँदा आउँदा को हुनु भने त्यो ललिता हुने भने नि भाइले उसले थाहा भयो कि दिपना पनि खोज्यो भने ललिता दिज जनाउनी पठाइदेऊ होइन ए सही 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 पैसा मात्रै भने दिज जनाउनी बस्यो क्या त्यही त मेरो नामले पैसा पठाइदिएपछि त अलिकति म किन पठाइदिए त हुन्थ्यो अब त्यो भनि जाऊ तँ बाजे
अलिकति छोरीलाई पैसा पठाइदिन्छ मलाई नि अलिकति मलाई नि पठाइदिन्छ नि अब रुपियाँ पठाउँला अब खासानी दक्षिणा दक्षिणा आगो पैसा न लगभग कति फुवा चाहिँ 50-60 होला हैन बुवा 50-60 नास्ता खाने भइगयो यो तारेर खाने बेला मात्र थाल हो त यार अनि यति तारेर लागिरहेको त कुकम्यानले अलि बिगाड्यो भने हो यो मासु कुकम्यान दिदी गाडी हो त्यो 1000 रुपैयाँ जग्गा नाडी भाटै बिगाडी यता आन्ध्र यता कचल आन्ध्रा होइन आन्ध्रा यता कचल काटिरहेको छु यो मेरो पार्सलको लागि यहाँ लागिसक्यो टर्च देखाइदिन्छु नि यहाँ मेरो पार्सलको लागि हो नि त यो एउटा यति आहा एक कोही पार्सल गर्छ नि भन्नु है भिडियो नि भन्नु त हो कि त कसलाई पार्सल गर्ने ऊ लाग्यो छाला तल खस्यो के हो त अब यार गाइडहरू मेरो फोन है गर्नु खाना लाग्यो गर्लफ्रेन्ड छैन यार हड्डी हो नि यी हड्डी हो न गर्लफ्रेन्डको फोन गर्न आउँदैन नि दिसु के यी हड्डी हो नि सुने हौ मैले गर्लफ्रेन्डको फोन आउँदैन नि सुने हौ भने अनि यो फोन आउँदा गर्लफ्रेन्ड आमा कहाँ गर्लफ्रेन्ड नै यहाँ गर्लफ्रेन्ड आमा कहाँ आउँदा यो कुरा चाहिँ चित्त बुझ्छ चित्त बुझ्छ जोइसा भनिको नाउला महारानी उता के भने मुना के अरे कान्छेले महारानी के अरे मुना आउँछ हजुर कान्छेले क्या सरगम हो सरगमका जाकुडाहरूसित मसला रिसेन त पुरा थोरै उहीको लागि के का लागि 5 सब कति छ त्यो मसला मात्र होइन धेरै नुन नहाल है धेरै एकबाट हेर्ने 5 छ नि अन त्यसलाई चिसो त्यो त पिस्यो म त्यहाँ मामा भाग्सी दर्जनलाई लिएको छु धनिया ल्याउनु पर्छ तोरीको त्यो खै तोरीको सँगै अर्को एक पेटी थिच्दिएको के के ल्याउ तुलिया त्यसले छ है देख्यो मैले देखेँ पालि नि पनि आटो भएन छ है तले नि हो ऊ नानु है ऊ कचलको लागि नानु हुन्छ हुन्छ मैले देखेँ त्यो रे त्यो बासा हुन्छ त्यो हातमा तेल घस्ने बनाएको त्यो मेवर हेर्न अघि मैले हात त्यो घस्ना तेल हो बासा हुन्छ त्यो बटियानीको भने है हजुरले पाकेट नाइ 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 त्यो ओमा डब्बामा त्यो त घस्ने बनाएको सेन्टा हुन्छ नि यो तेल हुने रे निको हुँदैन त्यो त्यो मिठो हुन्न तुरीको तेल राम्रो हुन्छ कोन लाग्दैले यो पहिला हाल्नु यो त हो गाउँको हाम्रो बटकेले हाली घस्ता हो त्यो त घस्दैन मसला रिसेन त बुवा मैले त हरि उ अरे है क्या अहिले बटके यो यहाँ मुठी हाले त यही हो हामी त वाली बोलेको त्यो घस्दैन बटके नि हाली घस्ता जिरो अरे जिरो कस्तोले दले आयो त्यो जिरो हो मामाले दल्छ खुर्सानी यहाँको पानी जिरो होइन घरको जिरो न राम्रो त्यो ठिकै होला चिया भात खाँदा खाँदैन भने खानु मासु भयो यार एउटा पनि मासु है यहाँ पनि मासु यहाँ पनि मासु पर यहाँ पनि मासु पकाउन लाग्छ मामा कति टाउको चाहिँ डर लाग्दो रहा हजुर टाउको कहाँ खाइ पराउँदा आन्दा एउदा तारेर होइन टाउको पर 6-7 जना एक बाख्रो कति खाएको काम पर्छ एउदो से ह एउदो ह टाउदो खुबु हाल्दिन्छ न चाहिँ खाना भने देख्यो नि कुकुर खान्छ ल अलि भिडियो नबनाएपछि मासु गर्नु यो अलि भात थोरो गर्छु त्यो यो हेर्ने भए अघि केरा बुवाजी दिदी नि हामी खाँदा त न के कुकुर खाना आएर खाउँ 2 दिन आले गर्दै खासी बसी म त्यही गर्छु अब आफ्नै भात देखाइसक्यो खाइसेन मिठो भए मासु भात हाल्यो खतरा हजुरलाई त पिरो हो नि यो खाइसक्यो